संस्थाका विद्यार्थी भाइ बहिनीहरूले जो गरम जोशीका बडो न्यानो स्वागत जोरदार गरेकोमा पनि सबैलाई धन्यवाद छ। बधाई छ। यहाँ अघि नै कुरा आइसक्यो, मलाई लाग्छ शिक्षक कर्मचारी मात्रै होइन, यहाँका सबै अभिभावक र आम जनतालाई पनि थाहा छ, जनयुद्ध शान्ति सम्झौतामा रूपान्तरण भएपछि हाम्रा शहीदहरूका छोराछोरीहरू, बेपत्ता योद्धाका छोराछोरीहरू, अलि विपन्न त्यस किसिमका छात्र छात्राहरूलाई निशुल्क अध्यापन गर्ने उद्देश्यले देशका 5वटा ठाउँमा शहीद स्मृति विद्यालयहरू, शहीद प्रतिष्ठान अन्तर्गत स्थापना गरियो।